धेरैजसो मानिसले मलाई प्रेसर हाई छ भन्नुहुन्छ, तर हाई प्रेसर खासमा कति हो त? कति पुगेपछि जोखिम मानिन्छ र कति भएपछि डाक्टरलाई देखाएर औषधि खाने पर्छ? म सबै कुरा सरल भाषामा भन्छु, ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै स्वास्थ्य जानकारीका लागि मलाई फलो गर्नुहोस्। ब्लड प्रेसर भनेको मुटुले रगत पम्प गर्दा रक्तनलीभित्र पर्ने दबाव हो। सामान्य रक्तचाप प्राय 120 का मुनि 80 भन्दा कम हुन्छ। यदि माथिको प्रेसर 130 वा बढी भयो वा तलको प्रेसर 80 वा बढी भयो भने त्यसलाई असामान्य वा उच्च रक्तचाप मान्न थालिन्छ। 140 का मुनि 90 वा त्यसभन्दा बढी भएमा पक्का उच्च रक्तचाप मानिन्छ। यदि प्रेसर 180 का मुनि 120 भन्दा धेरै भयो भने त्यो खतरनाक अवस्था हुन सक्छ र तुरुन्त उपचार चाहन्छ। प्रेसर एकपटक मात्रै नापेर निष्कर्ष निकालिदैन। सही तरिकाले धेरै पटक जाँच गरेर कन्फर्म गर्नुपर्छ। बिरामीलाई कम्तीमा 5 मिनेट आराम गराएर सही साइजको कफ प्रयोग गरेर बीपी नापन्छ। एउटै दिनको एक रिडिङ भन्दा धेरै दिनको एभरेज महत्त्वपूर्ण हुन्छ। 2 वा बढी भिजिटमा बीपी लगातार बढी आएमा प्रेसर कन्फर्म गरिन्छ। सबैभन्दा राम्रो पुष्टि गर्ने तरिका एम्बुलेटरी ब्लड प्रेसर मोनिटरिङ एबीपीएम हो। यसमा बिरामीले 24 घण्टा एउटा मेसिन लगाउँछ जसले दिनभर रक्तचाप नापिरहन्छ। घरमा नियमित प्रेसर नाप्ने पनि उपयोगी मानिन्छ। यदि प्रेसर धेरै कम भयो भने त्यसलाई हाइपोटेन्सन भनिन्छ। यसले चक्कर आउने, कमजोरी हुने वा बेहोस हुन सक्छ। अर्को महत्त्वपूर्ण कुरा अर्थोस्ट्याटिक हाइपोटेन्सन हो। यसमा बिरामी सुतेको वा बसेको अवस्थाबाट उता प्रेसर अचानक घट्छ। यो डिहाइड्रेसन, रगतको कमी, मधुमेहको नसा समस्या वा केही औषधिले हुन सक्छ। कम उमेरमै धेरै उच्च रक्तचाप भएमा सेकेन्डरी कारणहरू सोच्नुपर्छ, जस्तै मिर्गोलाको रोग, रेनल आर्टरी स्टेनोसिस, हाइपरएल्डोस्टेरोनिजम, फियोक्रोमोसाइटोमा वा कुशिङ सिन्ड्रोम। यदि प्रेसर 130 का मुनि 80 देखि 139 का मुनि 79 बिच छ भने धेरैजसो अवस्थामा पहिले जीवनशैली परिवर्तन गरिन्छ, जस्तै नुन कम खाने, तौल घटाउने, नियमित व्यायाम गर्ने, धूम्रपान र मदिरा छोड्ने। यदि मुटु रोग, मिर्गौला रोग, मधुमेह जस्ता जोखिम छैन भने तुरुन्त औषधि सुरु नगरी केही समय लाइफस्टाइल मात्र हेर्न सकिन्छ। यदि रक्तचाप 140 का मुनि 90 वा त्योभन्दा माथि लगातार धेरै पटक देखियो भने औषधि सुरु गर्ने सोच्नुहोस्।